भाउजू तिम्रो भागमा कति ल्याउँ त मासु? 3 किलो 4 किलो 2 पाउ राख्न। 2 पाउ के मेरो त दाँतैमा अड्केर सकिन्छ। खानु परेन कसले चबाउनु भने त दाँतमा अड्किनलाई तैँले पैसा तिर्ने हो र? जान्ने भर्न बोल्ने 3 किलो लेखिदिनु ल 3 किलो परा छैन भ्यारीले पैसा तिर्ने हो र? बाटो भर्न बोल त्यहाँ 2 पाउ लेख्नुहोस्। के कुरा गरे भाउजू तिमीले? अब घरमै खसी काटेपछि जम्मा 2 पाउ मासु कति खान्छौ? सन्देशी लामी छाने भन्नेले त 4 किलो लेखाएको छ यहाँ। 3 किलो अर्को ल हेर्नुस्। थोरै लेख्नु त कोही पनि छैन। 3 किलो लेख्नु ल। थोर्नु पर्छ क्या मजाले ज्यान। थोरिस थोरिस परा छैन 2 पाउ लेख्नुहोस्। सन्देश भन्ने त पैसा पनि त म नखाए त म खान्छु। के झाडे? 2 पाउ लेख्ने अरे मासु। अब कति खान्छौ 2 पाउ? 2 लात हान्छु अनि त्यहाँबाट त काहीँ चाहिँ ग्राहक खोज्न नसकेर यहाँ मेरो घरमा मासु भिडाउन आएको हामी मासु खाँदैनौँ। हामी शाकाहारी। जसले मासु छोड्यो त्यसले रोग छोड्यो। मासु भनेको रोगको भारी हो। यति कुरा थाहा छैन? अरे आफ्नै घर खसी काटेर मासु 2 पाउ खान्छौ? खाँदैन त शाकाहारीले मासु खान्छ। ल अब भाउजू मासु नल्याएदेखि माथि आउनु। तिम्रै घर ल्याउँदैन होला आधी पाउ पनि हुन्छ हुँदैन बुढा। मासु बेचेर पैसा कमाउने हो नि। दसैँ पछाडि बल्ल बल्ल मासु खान पाएन जस्तो भएको थियो। तैँले गरेर त हुन्छ झगडा गरेर कुरा बुझ्नु छैन। अब मासुको काम नै हामीले गर्ने भएपछि 1.5 किलो मासु त त्यतिकै नाफा गरिन्छ नि। त्यो त अलिकति ट्याक्टिस चाहियो नि त नि। अब म त्यहाँ चौरा अहिले मासु भाग लगाइरहेको हुन्छु होइन। अनि बान्द्रे आइज बान्द्रे आएर चाहिँ भिनाजु के छ हालखबर कति किलोको खसी भनेर सोध होइन। अनि म चाहिँ तँ भाते गर्दा के खान आएको नि भनेर ढुङ्गाले प्वाक्क हिर्का जस्तो गरेर मासुको डल्लाले प्वाट्ट हान्छु के। अनि तँ चाहिँ त्यो मासु टिप्दै खल्तीमा हाल्दै गर्ने। फेरि हिर्काउँछु फेरि टिप्नु फेरि हिर्काउँछु फेरि टिप्नु होइन। कहिले कलेजो आउँछ कहिले फोक्सो आउँछ कहिले के आउँछ होइन। अनि त्यसपछि सबै जम्मा गरेर घरमा ल्याउने 2-3 छाक त्यत्तिकै हुन्छ। हुन्छ तर भिनाजु मासुले प्वाक्क हाने भन् ठानेर अर्को हातको खुकुरीले प्वाक्क हाने भने चाहिँ म के गर्ने नि? त्यस्तो हुँदैन त्यस्तो हुँदैन। पहा त ए ल खान पाइने त्यही खाना जिन्दगी ल के सक्या खसी? किनिसक्या कति पर्यो? 25,000 भन्दै हुनुहुन्थ्यो। मेरो मुख हेरेर 10,000 मा दिए। मुख हेरेर 10,000 मा महँगो भयो। 15,000 घटाइसक्यो। घरले दाइले योभन्दा ठुलो खसीलाई उहाँ 8,000 मा दिइरहेछ। 8,000 मै म कुरो फाइनल गरेर आइरहेको छु। पैसा फिर्ता ल्याऊ। 2,000 त फिर्तै गर्नुपर्ने भयो। फिर्ता हुँदैन। फोहोरबाट फुकाएर ल्याइसकेपछि अब फिर्ता हुँदैन। फिर्ता हुँदैन। फिर्ता हुँदैन अरे। एकचोटि बाहिर ल्याइसकेपछि भित्र जाँदैन। बाहिर आएपछि भित्र जाँदैन। जाँदैन। बेच्न भनेर ल्याइसके माल फेरि फिर्ता लान्छु म। यहीँबाट भित्र लानु के गाह्रो? फिर्ता लानु मिल्दैन अरे। फिर्ता लानु मिल्दैन भने बाहिर छोड्यो नि त म के खान्छ? फुर्को पैसा ल्याउनु। हुँदैन। माग पैसा माग। उहाँ पैसा दियो। हे तेरी झन् यति सस्तोमा मिलाएर दिँदा फेरि पैसा सस्तै छ लिएर। उहाँ घले दाइ लियोभन्दा ठुलो खसीलाई उहाँ 8,000 मा दिइरहेको छ। उहाँ कुरो फाइनल गरिसकेँ मैले। 8,000 पाइन्छ र नि तपाईँ 2,000 बढी ठग्ने अनि त्यहाँबाट हुन्छ। ठग्नु पर्छ हो। कहाँ पाउँछ भने यस्तो खसी 8,000 मा पायो भने म 10 वटा लिदिन्छु ल। कति? यहाँ कुरा सुन्न पहिला। 8 किलो पनि ठग्यो। कुरा सुन्न उसले। अब 10 वटा पाए पनि उसले किन्ने भनेपछि त यो सस्तै रहेछ। यो खसीमा चाहिँ 3,000 जति नै फाइदा होला जस्तो लाग्छ। फाइदा त भयो। नचल जम्मा मासु कति उठ्यो त्यहाँ हिसाब हेर त। उठा मेरोमा छेउमा बस्नु हुँदैन। खसीले हानेर मान्छे मर्यो भने सुनेको थिइनँ। आज सुन्छु क्या मैले। कराङै यहाँ कस्तो उदाउँदै पत्ती अलि त गयो त। यो अर्को करङ पनि भाग्छ ल। मेरो भागमा 1 2 3 4 5 6 7 8 12 किलो उठेछ ल। तिम्रोमा कति उठ्यो? 12 किलो यो 7 किलो आधा 8 किलो ल। हेर न अझ जम्मा 8 किलो टिपेको। यहाँ 2 पाउन्ड छ होला एउटा उयो माथि सिरान गरेर। कसरी उठ्छ मासु? कसरी उठ्छ मासु रे? कति बढी हुन्छ त अनि? धेरै नै बढी हुन्छ नि यहाँ। मान्छे पुग्दैन यतिले। 7 किलो आधा र 2 पाउ। 8 किलो आधा र 2 पाउ। हेर न त्यहाँ कमसेकम मैले 12 किलो उठाएपछि तिमीले पनि 12 किलो उठाइदियो भए 24 किलो हुन्थेन? कति फाइदा हुन्थ्यो? अनि के मैले मासु नखाने हेरे पनि को चारेर खा भनेर भन्ने त्यहाँ। अब घाटा लाग्दैन?
कहाँबाट घाट लाग्छ? त्यहाँ कति मान्छेले त्यो मासु काटा देखेपछि नि यसो हेरेर ए मलाई पनि 1 किलो है भन्ने पनि त आउला नि। 1 किलो ले भन्नेले पैसा पनि त यसरी दिनु पर्यो नि। दिन्छन् ल ल त्यो मासु बिकेन भने मेरो जिम्मा ल भयो। जिम्मा लियो नि फेरि त्यहाँ त्यहीँ आउँछन् भने मान्छेलाई आइज ल जाने हो काट्ने हो त्यस पछाडि त्यहाँ मान्छे त्यहीँ आउँछन् ल ल ल आइज भन्या छौ त्यहाँ पुर्याउ फेरि। अब खसी खोइ त ए खसी खोइ खसी हराएछ खसी पैसा हराएर खल्तीमा छाम्या तिम्रो त भर पनि हुँदैन। बाई लैच हेर नि त्यहाँ खसी म्या गर्छन् त्यसका बाई राम्रो कराएर खसी आउने हो। कहाँ गयो बाइले घिचाइ जाऊ त यताबाट कुद म यताबाट खोसिहाल्छ ए खसी कहाँ गयो त हुन त यतै छ कहाँ छिरो त त्यो अघिदेखि कराएको तिमी पो हो। अनि कोही त यताबाट कराउँदै अनि त अनि मै त हो नि त खसी हो तिमी खसी हो। खसी भनि ठानेर अघिदेखि म्या बेकार म्या गरियो नि खसी करायो भनेर म पनि कहाँ गयो त अब त्यो खसी फर्केर घर गएको छ हो के खाएर फर्केर जानु ऐ भर्खर लिएर गए होइन समातेर हराएकै खसी ल भनेपछि खसी हरायो हरायो भन्दा नि यो दाइ लैजाऊ दाइ अरू होइन है तपाईँले भर्खर दिएको हो है अब पैसा पनि तातै बाफ आउँदै होला आधी पैसा चाहिँ फिर्ता दिनुपर्छ त्यसरी हुँदैन अब हरायो है सबैजनाले बाँडेर बिहारौँ यो चाहिँ होइन भर्खर मेरै अगाडि समातेर लया खसी कसरी हरायो भने किला बाँधेको थियो कुन बेला फुटेर गएछ नि अब कहाँ गयो अनि किन किला बान्या त हान्ने गरेर बाँध्यो नि हानी गर्दो रहेछ। मलाई उहाँ दिलबाट गुल्चाइदियो नै करङको हड्डी नै फुस्किएको छ यहाँ खसी हरायो दुख्न पो थाल्छ तेरी त्यही खसी बेच्या पैसाले म किनमेल गर्न जाँदैछु आधी देऊ दिँदैन हेर्नु खसी पनि भागो साउ पनि भागो खसी नकाटे खसी भेटियो त काट्ने हुन्छ नि हराएर जात्रा छ खसी भेटिनु बित्तिकै काट्छौँ एकछिनमा आउनु है त के काट्नु त्यहाँ मासु ल्याइसक्यो म त भात पकाउनु बेर भइसक्यो मासुले चाहिँ कसले बेचेर मरेछ व्यापार त चौपट तार ल नमस्कार भातै खानु कसले चाहिँ काटेको छ ल लिनुहोस् लाउनुहोस् पैसा 1000 रुपियाँ क्या 5 किलो मासु आउँछ त 250 पुगेन ल्याउनुहोस् 250 मिलाउँ न मिलाम न मान्छेले वहाँ 400 रुपियाँ किलो मासु बेच्न लागिरहेको थिएँ मैले 250 मा दिँदा नि अझै मिलाम 250